हेलो गाइस, वेलकम टु ब्याक माई च्यानल अगेन। र सानो ब्लग बनाउँदैछु आज फेरि पनि। अनि उहाँ चाहिँ मेरो दाइ हो, उहाँ चाहिँ केशव दाइ, हामीसँगै एउटै काम गरिन्छ। साथी हेलो गाइस, तिमी चाहिँ एकदम सुतिरहेछ त यार, उठिदेऊ न एकबार। ऊ चाहिँ एकदम बिन्दास पारामा छ। आज काम नभेटेर हल्का बसेको छौँ हामी पनि है हैन। यस्तै छ, के भन्नु त, अब काम भने जस्तै हुन्छ। हामी आज ट्याक्सी ड्राइभरको लाइफ यस्तै होला नि सायद। मौसम पनि ठिक छैन आज हैन, त्यही भएर पनि होला। आज हाम्रो पार्किङ हेर्नुहोस्, यस्तो छ, पुरा काम छैन, एकदम साह्रो परिरहेछ। दिनभरि बसे गाडी एकदम तात लागिरहेछ। बजार यस्तो छ, यो चाहिँ सेनापति डिस्ट्रिक्ट हो है, मणिपुरको, इन्डिया मणिपुर सेनापति डिस्ट्रिक्टमा यस्तो छ। फिलहाल चाहिँ हामी यहीँ छौँ र काम पनि छैन। अनि साथीभाइ दाजुभाइहरू बसेर गफ गर्दै बसिरहेछौँ आज चाहिँ। अनि आजको दिन चाहिँ कसरी गर्नुपर्छ भन्ने तपाईँलाई थाहा छ? अब आजको दिन त यस्तै भयो कि पानी नि पर्न आँटेको छ, काम त आएको आइ भइरहेछ। अब भात सात खाएर यसै बस्नुपर्छ जस्तो छ। अच्छा, भात चाहिँ तपाईँ सधैँहरू कसरी खानुहुन्छ, कहाँ खानुहुन्छ? मतलब घरमा बजारमा आएपछि अब पार्किङमा बसेपछि होटलमै खानु पर्यो नि। होटलमा मिठो खानु पर्यो, मासुसँग अनि कति भोक भात पुग्ने हो। अच्छा, भात चाहिँ तपाईँहरू उहाँ खानुहुन्छ अरे, उहाँ माथि नि? अच्छा, त्यहाँ चाहिँ नेपालीको मात्रै होटल छ कि नागा पनि हुन्छ कि कस्तो हुँदो रहेछ? नेपाली नागा सबैको छ। अच्छा, फेरि है? हो। अच्छा, तपाईँहरू चाहिँ नि कुन चाहिँमा बेसी खानुहुन्छ? भन्दा नेपाली हो, हामी त अब नेपालकोमै खानु होला नि, खान्छौँ खानु चाहिँ ज्यादातिर चाहिँ। अब आफ्नो यस्तै हुन्छ है। मासु चाहिँ नि के प्रकारको पकाएको हुन्छ, कति प्रकारको पकाएको हुँदो रहेछ त होटलमा? मासु भन्दामा बोइल पकाएको हुन्छ, फ्राई पनि पकाएको हुन्छ, सुँगुर भेटिन्छ, भैँसी भेटिन्छ, माछा भेटिन्छ, कुखुराको भेटिन्छ, सबै भेटिन्छ। अच्छा, यस्तो यो हामीले नखाने, हामी नेपाली हिन्दूले नखाने कुत्ता गाई गोरु चाहिँ साह्रै हुँदैन है? त्यति साह्रो हुँदैन त्यो चाहिँ, तर नागरकोमा त हुन्छ। अच्छा, अनि यो फेरि मैले यसो विचार गरेर बजारतिर जाँदाखेरि चाहिँ बजारमा चाहिँ धेरै भेटेँ है। बजारमा चाहिँ धेरै भेटेँ। अब पकाउनेहरूले, काट्नेहरूले धेरै किसिमको मासुहरू काटेर आएछ होइन त? अनि हो त, मासुहरू चाहिँ अब कसरी त्यसरी काटेपछि चाहिँ होटलमा नि पकाउनु पर्ने हो होइन? अनि नेपालीले चाहिँ पकाउँदैन कि कस्तो के रहेछ हौ? अब खानेहरूले पकाउँछन्, हजुर, नखानेले त अब पकाउँदैन। यहाँ सनामतीमा चाहिँ भातको होटलमा सबै बेसी नेपाली हामीहरू के थरी जातिले चाहिँ बेसी भात होटल गरेको छ? यहाँ चाहिँ गुरुङ राईहरू छ होला बेसी। गुरुङ राईहरू? अच्छा, गुरुङ राईहरू भनेपछि यिनीहरू पनि यता सनामती डिस्ट्रिक्टकै मान्छे होला है त्यो त? अच्छा, ल ठिकै छ, तपाईँलाई पनि धेरै धन्यवाद छ। आज हाम्रो मर्निङको हल्का सानो ब्लगमा सानो कुरा भयो। आज चाहिँ आज के गरेर दिन कटाउनु पर्ने भन्ने टुङ्गै छैन। र ठिकै छ, आज भात खानुपर्ने हामीहरू गएर अब एकछिनमा गएर अब खै दाइले आज नेपाली होटलमा, म चाहिँ साह्रै खान्दिनँ तर नि आज खाइदिइ हेर्छु कस्तो के छ। ल फेरि ब्याक टु आउनुपर्छ मेरो च्यानलमा।